बिस्तारै 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 बिस्तारै। हेलो हेलो गाइज, अब हामी चाहिँ आज ठ्याक्कै आज आदमघाटदेखि बाढी पीडाको चाहिँ यात्रामा छौँ। ठ्याक्क हामी ससा देउरालीमा आइपुग्यौँ। अब यहाँबाट हाम्रो गन्तव्य सुरु हुन्छ। हाम्रो गन्तव्य सुरु भइसकेको छ। अब यहाँबाट बाटोहरू हेर्दै जानु होला। पारीको चाहिँ गाइज यो ठ्याक्क ढोला मण्डली जाने बाटो है। यहाँबाट माथिबाट ठ्याक्क मण्डली जाने बाटो पनि छ। यता पारिपट्टि इँटा भट्टी थियो। इँटा भट्टी अझै पनि रहेछ, अझै पनि त्यहाँनिर अझै पुरानो भयो। बिस्तारै बिस्तारै गाइज हामी शीतललेक गाउँपालिका कट्यौँ। अब होइन यहाँबाट त प्रस्थान भयौँ। अब ठ्याक्क हामी भनेपछि जाने
कटियो होइन सिउरे दिउँ कि टपक टिपी मेरी हजुर सिरैमा छ मेली मुटु दिउँ कि जीवनै दिउँ कि मेरो हजुर के दिउँ म कसैले ल ठ्याक्क त्रिशुली पुल आइयो अब त्रिशुली पुल कट्यो दायाँ बायाँ त्रिशुलीको सहित के माछा खाने माछा गाइज मैले कट्यौँ गाइज हामी चाहिँ यो ग्यास चाहिँ पुरा आधी सिलिन्डर होला नि त ट्याक्कै काठमाडौँ जाने बिस्तारै है ठ्याक्कै काठमाडौँको हाइवे चाहिँ ठ्याक्कै खाल्टा र खुल्टी छ गाइज हिँड्नलाई अलिकति गाह्रो भइरहेछ तर पनि केही छैन हजुरहरूले सोचेको भने जस्तो कन्टेन्ट चाहिँ हामीले हाल्नेछौँ पक्कै पनि हेर्नु हेर्दै जानु होला तेल छ नि होइन यो भुसा बोक्ने गाडीले चाहिँ हामीलाई निकै अगाडि जान दिइरहेको छैन ठ्याक्कै गाडीको जाम आवत जावतहरू होइन निकै छ धादी काठमाडौँको गाडीहरू हो यो बाटो हेर्नुहोस् बाटो अलिकति बाटोको स्थिति अलिक नाजुकै छ गाइज कट्यो हामी चाहिँ कटिसक्यो हो भुसा बोक्ने गाडीलाई चाहिँ हामीले ओभरटेक गरेर हामी अगाडि निकै अगाडि आइसकेका छौँ हेर्नुहोस् गाइस अब काठमाडौँ जाने बाटोमा चाहिँ तपाईँहरूलाई ठ्याक्कै हाम्रो हाइवेमा झुन्ने बोकेर देखाउँदैछु हेर्दै जानु होला घरिको घरि हेर्नुहोस् बबाल बबाल केराहरू देखिसक्नु भएको छ फेरि अर्को पनि आइसकेको छ हेर्नुहोस् बिस्तारै बिस्तारै बाटो पनि त्यतै छ नि त यहाँ बाटो एकदम असिलो छ तर पनि हाम्रो सवार चाहिँ एकदम सही तरिकाको चालक भेटियोले गर्दाखेरिमा कुनै डर चाहिँ कुनै केही लागेको छैन मलाई होइन पानीको छाला पनि पुरा छङछङ भइरहेको छ यहाँ अस्ति यहाँ मलाई त्यो कान्छा मामाकोमा आउँदा कम्ता गाह्रो भएको यो बाटो अब पानी झम परेर
तेरिका हेर है राम्रोसँग को हान्दिनु खोज्छ हौ यो बाटो त यस्तै छ भनेको सिधै अगाडि पो लिएर आउँछ त हान्दिनु खोज्छ हामीलाई त बाटो यस्तै छ गाइज हामी चाहिँ गजुरी आइसकेका छौँ गजुरी गाइज धादिङ गजुरी आइसकेका छौँ परेको नि यार स्पिडमा आएको बाइक खुद निस्कियो भने झन्डै हानेन भने हामी चाहिँ गजुरी कटेको बाटोको स्थिति एकदम नाजुक छ तर पनि हामीले सक्दो चाहिँ छिटोभन्दा छिटो जाने कोसिस पनि गर्दैछौँ र कन्टेन्ट पनि राम्रो राम्रो हाल्दैछौँ हेर्दै जानु होला बाटोको स्थिति यस्तै छ त्यही भएर अलिकति यात्रा अलिकति गाह्रै भइरहेको छ काठमाडौँको गाडी आउने र जाने क्रम जारी छ यो हाइवेमा गाडीको एकदम चाप छ हामी चाहिँ एकदम हामी चाहिँ निस्केको अब ल्याएर आदमघाट बजार आइपुग्यो अब चाहिँ हामी निस्किन लागेको मेरो चिरबाको हालत मेरो चमाजु मेरो चमाको हस्बेन्ड चिरबा नै हुनुहुन्छ उहाँ पनि मामा नि जाने हुनु होइन हामी चाहिँ अब मुभ अन फरवार्ड अगाडितिर जाँदैछौँ अनि भ्लग चाहिँ अब चिरबाले नै गर्नुहुन्छ अब आउँदो भ्लग चाहिँ म गर्नेछु हेर्दै जानु होला मेरो कन्टेन्ट चाहिँ एकदम बबाल आउनेछन् कन्टेन्ट बनाउँदा ल भिडियो हामी चाहिँ माथि आदमघाटको माथि पिडा जाने बाटोमा छौँ मामाहरूतिर अनि यो चाहिँ त्रिशुली त्यसपछि हाइवेको बाटो यो के टाढा रहेछ नि त्यो बाटो बवाल छ तर बाटो चाहिँ अहिलेको त्यो भन्दा हाइवेको बाटो भन्दा पनि पिडा जाने बाटो चाहिँ एकदम सही छ हेर्दै जानु गाइज अब हाम्रो बाइकको स्पिड हेर्नुलाई ढ्याङ्ग लाएर
तिम्रो घरको अगाडि कान्छी आइपुगे म तिमीलाई बोकी लान्छु आज पञ्चे बाजा ढोकेर तिमी मुसु मुसु हाँसिकिन जान्छौ भागेर तिम्रो नसालु आँखाको मलाई बानी परेछ नि कान्छी बानी परेछ नि कान्छी बानी परेछ बानी परेछ र नसालु आँखाले तानी रहेछ हानि भएर घायल भए म लिन आउँछु नौ डाँडा पारी तरेर सानी माया मेरो साँचो छ तिमी खोजी हिँड्छौ अरू कोही छ कि भनी तर म जस्तो पाउन तिमीलाई अलि गाह्रो छ अप्ठ्यारो छ मेरो कुरा ल्याइदिन्छु तिमीलाई मेरो आमाको चुरा नडाडी मनमा भएको शब्द भन्दिन्छु होला म त आउने भए आउ नत्र मेरो यति हो कुरा तिम्रो नसालु आँखाको मलाई बानी परेछ तिम्रो घरको अगाडि कान्छी आइपुगे म तिमीलाई बोकी लान्छु आज पञ्चे बाजा ढोकेर तिमी मुसु मुसु हाँसिकिन जान्छौ भागेर तिम्रो नसालु आँखाको मलाई बानी परेछ नि कान्छी बानी परेछ नि कान्छी बानी परेछ नहेर तिमी तर्केर नजाऊ तिमी फर्केर यो बोली मेरो अड्केछ थाकिसके तिम्रो पछि तर्केर नजाऊ तिमी फर्केर यो बोली मेरो अड्केछ थाकिसके तिम्रो पछि परेर अगाडि कान्छी आइपुगे म तिमीलाई बोकी लान्छु आज पञ्चे बाजा ढोकेर तिमी मुसु मुसु हाँसिकिन जान्छौ भागेर तिम्रो नसालु आँखाको मलाई बानी परेछ तिम्रो घरको अगाडि कान्छी आइपुगे म तिमीलाई बोकी लान्छु आज पञ्चे बाजा ढोकेर तिमी मुसु मुसु हाँसिकिन जान्छौ भागेर